मंगलबार का दिन में 11वटा 21वटा 51वटा 108वटा दुबो आफ्नै हातले टिपेर गणेश भगवानलाई अर्पित गर्ने। असोजमा देवी मातालाई घण्टी फूल अर्पण गर्ने। घण्टी फूल कस्तो भन्नु होला, यी अगाडि रहेछ घण्टी फूल, यी टङ्ग घण्टी जस्तो हुन्छ। ल देवी मातालाई यो अझै रातो कलरको पनि हुन्छ हैन, यो अझै रातो कलरको पनि हुन्छ। यो घण्टी फूल दुर्गा मातालाई साह्रै प्यारो लाग्छ। असोज महिनामा देवीका प्रतिमाहरूमा, देवीका मूर्तिहरूमा नवरात्रमा खोजिकन घण्टी फूल अर्पण गर्नु। यो अर्को पनि घण्टी फूल नै, यो पनि हो, तर यो चाहिँ अलि बाक्लो खालको हुन्छ, अझै राम्रो। यो पनि बीचमा घण्टी नै हुन्छ, यसको पनि हेर्नु न। ल यो घण्टी फूल। अनि कार्तिक महिनामा भगवान शालिग्रामलाई, भगवान कृष्णजीलाई कदमको फूल अथवा तुलसी पत्रद्वारा जसले अर्चन गर्यो भने त्यो व्यक्तिका सारा मनोकामना परिपूर्ण हुन्छन्। राधे राधे भनिदिनु सबैले। राधे राधे। यति सजिलो कुरो बताएँ।